प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेद्वारहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन्। नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा, राप्रपा, रासपा लगायतका दलहरूले निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रमा अभियानका साथ नै प्रचार प्रसार र घर दैलो कार्यक्रमलाई तीव्रता दिएका हुन्। त्यस्तै स्वतन्त्र उम्मेद्वारले पनि प्रचार प्रसार तीव्र पारेका छन्। राजनीतिक दल र उम्मेद्वारहरूले आफ्नो एजेन्डाका बारेमा जानकारी गराउँदै मत मागिरहेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि फागुन 18 गते राति 12 बजेसम्म राजनीतिक दल र उम्मेद्वारहरूले निर्वाचन प्रचार प्रसार गर्न सक्नेछन्। निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल र उम्मेद्वार एवं अन्य सरकारवाला सबैले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार प्रसार गर्न सक्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। भाइहरूले पनि भोट हाल्नु पर्यो, भाइहरूले पनि माग्नु पर्यो। नेपालको सबभन्दा ठुलो राष्ट्र आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँ हाम्रो घर दैलो बारेको महिमाले सूर्य भोलाबाद बस्ती बस्तीमा एमाले भन्नुहोस् ल, घर घरमा एमाले, बस्ती बस्तीमा एमाले। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।